आज गुरु पूर्णिमाको दिनमा यति धेरै मान्छेको बीचमा नाच्छु भनेर मैले सोचेको पनि थिएन। अलराइट गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। आज बिहानीको मौसम पनि एकदम सफा देखिएको थियो, त्यसैले मैले आफ्नो दिनको र मिनी भ्लगको सुरुवात चाहिँ हातमुख धोएर फ्रेस भएर एक थाल भात दाल र अचार गम खाएर गरेँ। खाना चाहिँ एकदमै मिठो थियो किनकि आफूले बनाउनु पर्दैन, फुपूले बनाउनुहुन्छ अनि हामीले खान्छौँ। खाना मात्र खाएर त भएन, थाल पनि धुनु पर्यो भनेर थाललाई मजाले मस्काइहाल्छु। त्यसपछि अलिअलि कपडा धुनु पर्ने थियो अनि बाटामा सरब हालेर पानी भरेर मजाले कपडा धुन्छु। आज हामी कलेज चाहिँ अलि ढिला नै गएको थियौँ। कलेज गएर हामीले हाम्रो डान्स पनि हल्का फुल्का प्र्याक्टिस गरिहाल्छौँ। के को लागि यो डान्स भन्नुभएको होला, आज हाम्रो स्कुलमा गुरु पूर्णिमाको प्रोग्राम थियो, त्यसैले यता फेरि भाइले गर्लफ्रेन्डलाई अङ्गालो हालेर हिँडिरहेको छ। आफ्नो भने 18 वर्षको उमेरमा नि लप पर्दैन। अनि फाइनल्ली हामीले हाम्रो प्रस्तुति पनि सबैको अगाडि देखाउँछौँ। हिजो एक दिन मात्र डान्स सिकेर आज सबैको अगाडि नाच्न अलि अर्कै फिल भइरहेको थियो। म फेरि अल्छी पनि यति अल्छी छु कि भिडियो बनाएको 2-3 दिन भइसक्यो, अझै पनि एडिट गर्न भ्याएको छैन। एडिट पनि कसरी गर्न सक्छु र बिहान मर्निङ क्लासमा गएर डान्स सिकेर पुरै शरीर दुखिरहेको, अनि 11 बजे घरमा आएर मस्तले सुत्दिन्छु अनि त्यतिन्जेल 2 दिन पनि बच्छ अनि क्लास जाने टाइम पनि हुन्छ अनि क्लास पनि जान्छ। हामीले नाचेको पुरा भिडियो हेर्न मन छ भने आरजीबी भ्लग च्यानलमा गएर हेर्नु होला। त्यसपछि प्रोग्राम पनि सकिसकेपछि घरमा आएर मस्तले नोटहरू बनाउँदै बस्छु। आज भोलि त डान्स गर्ने भएर पनि होला, शरीर त पुरै दुख्यो अनि त्यतिकैमा रात पनि पर्छ र अनि म मस्तले सुत्दिन्छु। अनि आजको मिनी भ्लग चाहिँ यति नै, बाई बाई।